हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। आज म चाहिँ नयाँ टपिक लिएर आइसकेको छु तपाईँहरूकोमा। अनि आज चाहिँ टपिक चाहिँ हुन्छ हाम्रो कलेजको बारेमा ओभरअल भ्यू कस्तो छ, हाम्रो कलेज के छ कस्तो छ सबै कुरा। भर्खरै तपाईँहरूले सी दिएर पास आउट भइसक्नुभएको छ अनि यो भिडियो चाहिन्छ भनेर मैले यो भिडियो हजुरहरूको लागि प्रस्तुत गर्न चाहन्छु। अनि खासमा चाहिँ म गण्डकी मेडिकल कलेजमा पढिरहेको विद्यार्थी हो, एमबीबीएस गरिरहेको छु म अहिले। अनि त्यसपछि चाहिँ म आज आफ्नो कलेजको ओभरभ्यू के कस्तो छ हाम्रो कलेज अनि सबै कुरा अहिले भन्न गइरहेको छु सिरियल रूपमा आफ्नो कलेजको बारेमा। फर्स्टमा चाहिँ गण्डकी मेडिकल कलेज चाहिँ यो पोखरामा सिचुएटेड छ, यो पोखरामा पर्छ। अनि त्यसपछि चाहिँ पोखरामा चाहिँ गण्डकी मेडिकल कलेजको चाहिँ दुईटा पार्ट्स भनौँ, एउटा बेसिक र एउटा क्लिनिकल। त्यो सबैमा हुन्छ, सबै मेडिकल कलेजमा हुन्छन्। अनि बेसिक चाहिँ हाम्रो लेखनाथमा छन्, यहाँ लेखनाथ अलिकति टाढा छ थोरै। अनि त्यसपछि चाहिँ बेसिक साइन्स चाहिँ हाम्रो लेखनाथ भयो। अनि त्यसपछि क्लिनिकल्स चाहिँ हाम्रो चोकमै छ, यहाँ पृथ्वी चोकदेखि 2 मिनट हो हिँडेर वकिङ डिस्टेन्स। गण्डकी मेडिकल कलेज चाहिँ टियु एफिलिएटेड हो। सो म आफ्नो साथी साइनालाई यहाँ हजुरको मागमा उपस्थित गराएछु। उहाँले चाहिँ अब एक्सप्लेन गर्नुहुन्छ अझै फर्दर कुराहरू रिगार्डिङ कलेजको लागि। अनि कलेज रिगार्डिङ भयो अनि हस्पिटल क्लिनिकल्स भनिदिनुहोस् है साइना म्याम। So hi everyone, I'm Shaina Tiwari, currently studying in MBBS 3rd year GMC. So पोखरामा छ भनेपछि त अभियसली एकदमै राम्रो इन्भाइरोमेन्ट छ पढ्नको लागि अनि कहिलेकाहीँ यसो चिल गर्नको लागि, रिल्याक्स गर्नको लागि। अनि ओभरअल कलेजको इन्भाइरोमेन्ट पनि एकदम राम्रो छ। उता स्पेसली बेसिकको बिल्डिङबाट देखिने भ्यू एन्ड एभ्रिथिङ यति पिसफुल छ, पढ्नलाई पनि एकदमै आनन्द आउँछ। कलेज बङ्क गरौँ भन्ने नै फिलिङ आउँदैन उता बस्दा र यता बस्दा पनि। अनि बेस्ट कुरा भनेको चाहिँ यहाँको फ्याकल्टी हो। फ्याकल्टी चाहिँ एकदम सपोर्टिभ हुनुहुन्छ, जसरी भए पनि स्टुडेन्टलाई अगाडि बढाऊँ भन्ने चाहिँ उहाँहरूको चाहिँ मोटिभ हुन्छ एभ्री टाइम। सो द्याट्स अ चेरी अन टप। अनि नेक्स्ट कुरा गर्दाखेरि चाहिँ जिएमसीको बेस्ट पार्ट भनेको चाहिँ यहाँको हस्पिटल हो। हस्पिटल चाहिँ यति वेल इक्विप्ड छ यहाँनिर चाहिँ, इट्स अ टर्सरी केयर हस्पिटल। अनि डिफ्रेन्ट फ्याकल्टिजहरू छ, डिफ्रेन्ट डिपार्टमेन्टहरू छ। सबै डिपार्टमेन्टहरूमा माइनरदेखि मेजर सर्जरिजहरू सबै हुन्छ। पेसेन्ट फ्लो एकदमै राम्रो छ। ओपिडी चाहिँ मोस्टली भरिएकै हुन्छ, कता जाम कुन पेसेन्ट हेरौँ के गरौँ जस्तो हुन्छ। जस सिक्ने अपर्च्युनिटी धेरै छ। बिइङ अ मेडिकल स्टुडेन्ट हामीले सिक्ने भनेकै पेसेन्टलाई हेरेर हो। सो पेसेन्टलाई हेर्ने, पेसेन्टहरूको थ्रु सिक्ने त्यो अपर्च्युनिटी चाहिँ एकदम राम्रो छ। अनि साइड बाई साइड मेडिकल स्कुलमा चाहिँ सिनियर्सहरूको गाइडेन्स चाहिँ एकदम चाहिन्छ। त्यसको लागि पनि हाम्रो सिनियर्सहरू एभ्री टाइम दे आर रेडी टु हेल्प अस। सो ओभरअल सिक्ने क्लिनिकल एक्सपोजर चाहिँ एकदम राम्रो छ। सो इफ यु आर एमिङ टु बी अ भेरी गुड फिजिसियन, अ भेरी गुड अनि स्किल्ड क्लिनिसियन, जिएमसी इज डेफिनेटली द प्लेस फर यु। सो म फेरि पनि बोलाइसकेको छु अर्को साथीलाई। अब उहाँले चाहिँ अब फी स्ट्रक्चर अनि होस्टेल स्टुडेन्ट लाइफ कस्तो चलिरहेछ, होस्टेलमा ऊ चाहिँ होस्टेल नै बसेको हो, त्यही भएर खासमा चाहिँ होस्टेलमा कस्तो हुँदो रहेछ अनि राम्ररी एक्सप्लेन गर्नेलाई चाहिँ एक्सप्लेन गर्दै तिमी अब के कस्तो छ होस्टेलको लागि, फी स्ट्रक्चर होस्टेल। ओके, माई नेम इज स्मृति फुयाल। म चाहिँ जिएमसीको 3rd इयरको मेडिकल एमबीबीएस स्टुडेन्ट। अनि अब फी स्ट्रक्चरबाट कुरा गरौँ होइन। फी स्ट्रक्चर चाहिँ अब जुन हाम्रो एमइसीले जति तोकेको छ, जस्तो 3 इन्स्टलमेन्ट्समा हामीले तिर्नुपर्ने भनेर एमइसीको वेबसाइटमा छ, त्यो क्लियरली लेखेको, त्यही गरेर हेर्दा हुन्छ। त्यही हो फी स्ट्रक्चर, त्यही नै हो। एक्स्ट्रा हिडन फिजहरू यताउता लिने त्यस्तो केही पनि जिएमसीमा चाहिँ त्यस्तो सिस्टम छैन, लिएको छैन अहिलेसम्म चाहिँ। सो त्यो चाहिँ एउटा प्लस पोइन्ट नै हो। अनि प्लस अब हस्टेलको कुरा गर्दाखेरि चाहिँ म पनि हस्टेलै बसेको 2 वर्ष, अहिले पनि बसि नै रहेको छु। सो हस्टेल बस्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि इट्स सेफ। अनि अब जस्तो पेरेन्ट्सहरूलाई पनि ढुक्कै हुन्छ कि टाढा भएर पनि हस्टेलमै छ भनेर। हस्टेलको फिजहरू पनि त्यस्तो अफोर्डेबल नै छ, त्यो चाहिँ एडमिनिस्ट्रेसनमा कुरा गरेर बुझ्न सक्नुहुन्छ। अनि हस्टेल चाहिँ हाम्रो 2टा हस्टेल छ, युजली 3टा हस्टेल छ, ए, बी र सी भनेर। अनि त्यसैमा डिभाइड गरेर बसिन्छ। त्यसको फिजहरूको स्ट्रक्चर सबै एडमिनिस्ट्रेसनमा बुझ्दा हुन्छ। हस्टेलको इन्भाइरोमेन्ट पनि एकदमै राम्रो छ। अनि खाना चाहिँ हामीलाई 4 टाइम दिन्छ, बिहान ब्रेकफास्ट, लन्च अनि एउटा स्न्याक्स अनि डिनर 4टा हुन्छ। जस हस्टेलमा बसेपछि चाहिँ जस जुनियरहरूसँग सिनियरहरूसँग राम्रो बन्डिङ हुने भएको कारणले गर्दाखेरि चाहिँ हस्टेलबाट बस्यो भने चाहिँ पछि सबै सजिलो हुन्छ। जो सिनियरहरूले सिकाइदिनु पनि हुन्छ, सबै जुनियरहरूसँग इन्टरेक्सन पनि हुन्छ, सिनियरहरूसँग त्योहरूसँग सबैसँग जस फ्रेन्डली
रिलेसन्सहरू मेन्टेन गर्न सकिन्छ अनि त्यस्तो ऱ्यागिङहरू भनेर त्यस्तो केही पनि हुँदैन डराउनु त्यस्तो पर्दैन जस्ट जिएमसीको इन्भाइरोमेन्ट चाहिँ एकदमै फ्रेन्डली छ सो ढुक्क भएर जिएमसी आउँदा हुन्छ ओके हस् थ्याङ्क यू सो म फेरि पनि आइसकेको छु शिवम कुमार झा उहाँले चाहिँ अब भन्नुहुन्छ किन जिएमसी नै चुज गर्नु पर्यो भनेर अब यो चेन्ज हुनसक्छ तपाईँको प्रायोरिटी हिसाबले तर त्यही पनि हामी एउटा हाम्रो हिसाबले पर्सपेक्टिभ भ्यूले ल शिवम सुरु गर है हेलो एभ्रिवान मेरो नाम चाहिँ शिवम कुमार झा म चाहिँ अहिले एमबिबिएस 3rd इयर स्टुडेन्ट गण्डकी मेडिकल कलेजमा अब गण्डकी मेडिकल कलेज किन चुज गर्ने त यो चाहिँ यसमा चाहिँ कलेज चुजहरू गर्ने बेलामा हाइपहरू त्यो हाइप यसमा फेमस के छ त्यो चुज गर्ने भन्दा पनि जहाँ चाहिँ पेसेन्ट फ्लो कति छ क्लिनिकल एक्सपोजर कति छ त्यो हेरेर चुज गर्न एकदम राम्रो हो यो चाहिँ यसमा यो गण्डकी मेडिकल कलेज किन एकदम बेनिफिट हुनसक्छ भने पोखराको ठ्याक्क यो मोटो भनेर चाहिँ पृथ्वी चौक त्यसमा सिचुएटेड छ यसमा चाहिँ पोखरा लगायत गाउँघरबाट पनि मान्छेहरू धेरै आउने गर्छ इन्सुरेन्सको कारणले त्यसमा बढी नै त्यही भएर कारणले चाहिँ क्लिनिकल एक्सपोजर बढी हुनसक्छ हामीले सिक्ने बुकभन्दा पनि पेसेन्टबाट हो त्यसै बढी छ अनि यसमा एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू पनि बढी नै भइरहेको छ जस्तै हरेक वर्ष स्पोर्ट्स विकहरू हुन्छ सरस्वती पूजाहरू ग्रान्ड सेलिब्रेसन हुन्छ फ्रेसर्स पार्टीहरू भयो जुन चाहिँ हरेक एस्पिरेन्टले मजाले वेट गरिरहेको हुन्छन् वर्षभरि फेयरवेलहरू हुन्छ अनि यसमा चाहिँ अब तपाईँले अरू एक्स्ट्रा केही अरू पढाइ सँगै अरू केही क्लब गर्न चाहनुहुन्छ भने यसको लागि डिफ्रेन्ट क्लब्सहरू छ जस्तै रोट्र्याक क्लबहरू भयो तपाईँले त्यसमा आफ्नो केही अरू कुराहरू देखाउन पनि सक्नु अरू क्लबहरू पनि छन् जस्तो एएमआर क्लबहरू पनि छन् सबै एक्स्ट्रा एक्टिभिटिजहरू चाहिँ त्यसमा देखाउन पायो है अनि अझै एउटा कुरा लास्ट म्यासेज के दिन चाहनुहुन्छ तपाईँ आफ्नो सी भाइ बहिनीहरूलाई आउने अब मैले मेसेज के दिन चाहन्छु भने अब सी भाइ बहिनीहरू एकदम कन्फ्युजनमा हुनसक्छ जस्तै अब प्रायोरिटी के हाल्ने कतिवटा हाल्ने कुन कलेज हाल्ने ऱ्याङ्क अनुसार मेरो के हो त्यो फेमस भन्दा पनि हाइप र त्यो भन्दा पनि तपाईँलाई पढ्न चाहिँ कहाँ मन लाग्छ कुन कलेज पढ्दा राम्रो किनभने तपाईँको एमबिबिएस कोर्स भनेको 5.5 इयर्सको त्यो 5.5 इयर्सको लागि हजुरहरूको घर हुन्छ एउटा जहाँ पढ्नुहुन्छ त्यो तपाईँहरूको होम जस्तो हुनु पऱ्यो त्यो अनुसार चाहिँ गण्डकी मेडिकल कलेज एकदमै राम्रो छ अनि त्यसमा चाहिँ के भन्छु भने एकदमै तपाईँहरूले अब केही अरू क्वेसनहरू होला केही होला होइन दाइ मैले के गर्ने कसो गर्ने म्यासेज र कमेन्ट गर्दा नि भयो हजुर कमेन्ट गर्दा त्यस्तै गाह्रो परेछ भने हामी तल आफ्नो सोसियल मिडिया एकाउन्ट नि राखिदिउँला केही पर्सनल सोध्नु पर्नेछ केही जान्नु पर्नेछ सबकोमा हालिदिउँला अब हजुरहरूकोमा अब जे सही लाग्छ त्यो चुज गर्नु होला हतारमा डिसिजन नलिनु होला सबै कुरा राम्ररी बुझेर सम्झेर त्यसपछि चाहिँ प्रायोरिटी फर्महरू भर्नु होला अनि जिएमसीको लागि अब यति नै हो अरू केही एक्स्ट्रा भिडियोहरू पनि चाहियो हजुरलाई अझै डिटेल्डमा अरू फ्याकल्टीहरू पनि छन् यहाँ जिएमसीमा चाहिँ एमबिबिएस मात्र होइन बिडिएस नर्सिङ बी फार्मेसी अरू बिएमएलटी बिबिएच अरू धेरै फ्याकल्टीहरू सबै छन् अब अरूहरू फ्याकल्टीहरू मेम्बरहरू पनि हजुरहरूलाई चाहियो भने चाहिँ म बनाउँला नयाँ भिडियो हजुरहरूलाई कमेन्ट गरिदिनु होला के लागेछ के चाहिन्छ भनेर ल अरू अब त्यही राम्रोसँग आउनुहोस् अब अर्को भेटघाट चाहिँ यहीँ होस् भन्ने म चाहिँ प्रार्थना गर्दैछु ठिकै छ थ्याङ्क यू सो मच फर वाचिङ अस लाइक सेयर सब्सक्राइब के वेदानन्द अफिसियल फिल फ्री टु कमेन्ट अस हामी चाहिँ जहिले हेल्प गर्नलाई रेडी हुन्छौँ थ्याङ्क यू फर वाचिङ अस